धेरै अघि जब नेपाल आजको जस्तो थिएन, जब मानिसहरूभन्दा बढी जङ्गलहरू थिए र मानिसहरू प्रकृतिलाई देवता मान्थे, त्यति बेला यो संसारमा केही मानिसहरू यस्ता थिए जसले प्रकृतिलाई बुझ्न मात्र नभई निरन्तरमै लिन सक्थे। उनीहरूलाई सिद्धि भनिन्थ्यो, तान्त्रिक, योगी र उनीहरूमध्ये सबैभन्दा रहस्यमय नाम थियो गोरखनाथ। किम्वदन्ती अनुसार गोरखनाथको जन्म साधारण थिएन। एक महिला वर्षौँसम्म सन्तान पाउन सकिरहेका थिएनन्। एक दिन एउटा सिद्धियोगी गाउँमा आए। उनले ती महिलालाई एउटा विभूति दिए। यो खाऊ, तिमी आमा बन्छौ। तर ती महिलालाई विश्वास लागेन र उनले त्यो विभूति गोबरको थुप्रोमा फालिदिइन्। वर्षौँपछि त्यही योगी फेरि फर्किन्छन् अनि उनले ती महिलालाई फेरि प्रश्न गर्छन्, तिम्रो छोरा कता ह? महिला डराइन्, किनभने उनले सत्य लुकाएकी थिइन्। त्यसपछि योगीले गोबरको थुप्रोतिर हेरे र भनिन्छन्, त्यहाँबाट एउटा सानो बालक निस्कियो। त्यही बालक पछि गोरखनाथ बने। समयसँगै गोरखनाथ ठुलो हुँदै गए, तर उनी साधारण मान्छे जस्ता थिएनन्। उनी हरेक दिन ध्यान गर्थे, तपस्या गर्थे र भनिन्छ उनले सिद्धि प्राप्त गरिसकेका थिए। उनी हावामा उड्न सक्थे, जङ्गलका जनावरहरूलाई शान्त गर्न सक्थे र प्रकृतिलाई नियन्त्रणमा लिन सक्थे। तर गोरखनाथको जीवनमा सबैभन्दा ठुलो नाम अर्कै थियो, मच्छिन्द्रनाथ। मच्छिन्द्रनाथलाई कोहीले शिवको रूपमा मान्थे भने कोहीले अवलोकितेश्वर र कोही उनलाई मान्छे नै होइन भन्थे। उनी यति ज्ञानी थिए कि समुद्रभित्र पनि तन्त्र र योग सिकेका थिए र गोरखनाथ उनको शिष्य थिए। एक दिन गोरखनाथ नेपाल आए। केही कथाहरू अनुसार उनी आफ्नो गुरु कुर्दै थिए र केही अनुसार उनी नेपालका मानिसहरूको अहङ्कार हेर्न आएका थिए। त्यसबेला नेपालमा एउटा पुरानो विश्वास थियो, वर्षा आफै हुँदैन थियो, नागहरूले ल्याउँछन् र जबसम्म नागहरू स्वतन्त्र हुन्छन् त्यति बेलासम्म मात्र बादल चल्छ। तर अहिले त्यो सम्भव नै थिएन, किनभने गोरखनाथले आफ्नो ध्यान आसनको मुनि सबै नागहरूलाई थुनिदिए र जुन बेला नागहरू बन्द भए त्यही बेला आकाश पनि शान्त भयो। पहिला मान्छेहरूले खासै ध्यानै दिएनन्। सायद ढिला पानी पर्छ, तर 1 महिना बित्यो, 2 महिना बित्यो, 1 वर्ष बित्यो, 2 वर्ष, तर आकाश उस्तै थियो। बादल बिनाको, चिसो हावा बिनाको, पानी बिनाको। बागमती सुक्न थाल्यो, धुलो उड्न थाल्यो, खेतबारीहरू फुट्न थाल्यो, गाईहरू मर्न थाले, बच्चाहरू भुक्कै सुत्न थाल्यो र बिस्तारै काठमाडौँ उपत्यकाका जिउँदो सहरहरूबाट शमशान जस्तो देख्न थाल्यो। 12 वर्ष, ठिक 12 वर्षसम्म आकाशबाट एक थोपो पानी झरेन। त्यति बेला राजदरबारमा ज्योतिषी बोलाइयो, तान्त्रिक बोलाइयो, पण्डित बोलाइयो। सबैको एउटै प्रश्न थियो, कसरी बाँच्ने? अनि त्यही दरबारमा एउटा नाम उच्चारण भयो, मच्छिन्द्रनाथ। भनियो यदि उनलाई नेपाल ल्याउन सकियो भने मात्र यो अभिशाप तोडिन्छ। त्यसपछि एउटा तान्त्रिक पठाइयो, बन्धुदत्त। उनको कार्य साधारण थियो, मच्छिन्द्रनाथलाई नेपाल ल्याउने, तर यो यात्रा मानिसको लागि बनाइएको थिएन। बन्धुदत्तले जङ्गल तरे, नदी तरे, हिमाल चढे, कहिले भुकै सुते, कहिले गुफामा, कहिले मन्दिरमा र भनिन्छन् यो यात्रा दिनको होइन वर्षौँको थियो। एक दिन बन्धुदत्त ध्यानमा बसिरहेको बेला हावा अचानक रोकियो। जङ्गल पुरा शान्त भयो र त्यही शान्ति बीच उनले एउटा सानो आवाज सुने। बिस्तारै एउटा सानो भुङ्रो उनको अगाडि आयो। त्यही मच्छिन्द्रनाथ थिए। बन्धुदत्तले तुरुन्तै मन्त्र पढे र त्यो भुङ्रोलाई एउटा कलेशभित्र थुने र त्यसपछि उनी नेपाल फर्किए। जुन बेला मच्छिन्द्रनाथ नेपाल छिरे त्यही बेला गोरखनाथको आँखा खोल्यो। गुरु आएका थिए र सम्मानमा उनी उठे। त्यही समयमा नागहरू मुक्त भए।
हावा चल्न थाल्यो। मानिसहरू घरबाट बाहिर निस्किए। कसैले के भइरहेको छ बुझेकै थिएन। अनि आकाशमा पहिलो गर्जन सुनियो र एक थोपो पानी धरतीमा झऱ्यो। 12 वर्षपछि पहिलो पानी परेको थियो। मानिसहरू रोएर आकाश हेर्न थाले। अनि त्यो दिनदेखि एउटा परम्परा सुरु भयो। अझै यस्तै कहानीहरू सुन्नका लागि तत्त्वनेपाल.com लाई भिजिट गर्नुहोस्।